वाह सल्लाह बिस्तारो बिस्तारो भित्ता भित्ता होइन डरले उहाँ यस्तो भिड्छ नि त गाइज एकैचोटि यहाँबाट झरौँ त उहाँ तल हो गुड मर्निङ है सबैजनालाई गुड मर्निङ अहिले चाहिँ म यता छु आफ्नो घरमा भर्खर उठेको होइन अनि के चाहिँ नजारा हेर्दै होइन यस्तो छ गाउँ ठाउँका होइन यस्तो घर पनि के भन्छ छाउनु पर्ने के गर्नु पर्ने पुरै बबा छ बारीतिर होइन दाँतलाई टल्काउँदै होइन मस्काउँदै भनौँ न सो बारीतिर हिँडेको अनि मम्मीहरू चाहिँ उता माथि अर्को हजुरबाको घर जानु हुँदै थियो काट्नु थाहा छैन अनि अङ्कल घाँस काट्नु जानुभएको छ भन्दै थियो नै म चाहिँ हेर्नु आएको क्या काम हुन्छ भनेर र आजदेखिको मैले चाहिँ के भन्न खोजेको भने नि आजदेखिको चाहिँ मैले चाहिँ फुल होइन ब्लग भनौँ न अब कन्टिन्यू चाहिँ मेरो अबदेखि कन्टिन्यू आउँछ गाइज हेरेर मनोरञ्जन लिइदिनु होला होइन के कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला गरिदिनु होला भन्दै म अब हजुरहरूको साथ सपोर्ट गरिदिनु होला हजुरहरूले जति सक्नुहुन्छ म यस्तै यस्तै भिडियोहरू लिएर आउनेछु खास गरी हामी चाहिँ यता अब बहिनीको होइन बेलभिडामा आएको हो अनि अब त्यो भिडियो पनि आउँछ अब त्यहाँको होइन अब बेलभिडा पनि आउँछ होइन हेरिदिनु होला कस्तो हुन्छ यता र मैले सो अरू यो डाँडा काँडा नि देखाउने छु है त ल हेर्नु त गाइस कस्तो छ पप्पा हेलो गाइस हामी टेरीबाट चाहिँ बसुर आरोहणको यात्रा अब हेरौँ यात्रा कस्तो हुन्छ हम अभी धरान में है धरान पहुंच गया अभी धरान को हाम्रो यात्रा भनेको हामी चाहिँ धरानबाट उकालो लागिसकेको छौँ
हेलो गाइज, फाइनली आरो खर्का हैन। अब उकालो लागिदैछ। यो भिडियो हेर्ने सबैले चाहिँ लाइक, कमेन्ट प्लस सब्सक्राइब गरिदिनु होला। कस्तो छ कमेन्ट गरिदिनु होला है त। कस्तो महसुस हुँदैछ आसुदी? कस्तो महसुस हुँदैछ भन न। फाइनली गाइज, पहिले यो बाटो यस्तो हिँडेको होइन, रात दिन अहिले भन्दा 13-14 वर्ष अगाडि रात पनि नभने दिन पनि नभने एकदम हिँडेको बाटो। अहिले त मधेसमा बसेपछि त नसकिने रहेछ गाइज। यता 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 सिधै ठाडो। बाटो त यहीँ टुङ्गिन्छ, आउनु न। यही छ बाटो, त्यताबाट आयो नि यही छ। यही छ क्या, तेर्सै आउनु, तेर्सै ममे तेर्सै आउनु न। रोटै रोट आउनु भने के। जमानामा यो बाटो हामी राति 12-1 बजे राति हिँड्थ्यौँ क्या, यहाँ दोकानमा यो बाटो हिँडेको बुझ्यौ। राति पनि हिँड्थ्यो, दिउँसो पनि पुरा हिँड्ने क्या हामी होइन। मम्मीहरू चाहिँ हिँड्नु नसकेर हो। डेडे यता यता। भान्जो सिरीको यिनै मामालाको यात्रा होइन आसुदी? हाम्रो मामा, तिम्रो मामाला त्यता हो नि त कि कसो? लड्छौ नि अलि बिस्तारो, म समात्नु भ्याउँदिनँ। ओभरै गर्ने हो गाइज। हामी पहिला यता गोठाला गर्न जान्थ्यौँ, उहाँ तल गाइज होइन। ट्याक्क गोठाला गइन्थ्यो र ओभर रमाइलो हुन्थ्यो क्या त्यति बेला चाहिँ। उहाँ तल जाँदाखेरि अझै जाने ठाउँ त उता पनि छ, देखाउँछु। वाह सल्लाह, बिस्तारो भित्ता होइन, डराउने उहाँ यस्तो भिड्छ नि त गाइज। एकैचोटि यहाँबाट झरौँ त उहाँ तल हो। यता हौ, कहाँ हिँडेको उता? यता हो। यहाँहरू नि डराएको सुदीप, डराउँदैछ। हाल लडाउँछ बिस्तारै होइन। म पकाउँछु। उभिएर हुँदो हेर न यता। पूजा पानी सर्दैछ रोडमा। बाटो चाहिँ तलको, ज्याकेट झर जग्गा हाम्रो यो बाटो होइन नि, तलको
बाटै सकिएछ। त्यही भएर यताबाट लिएर आएको होइन गाइज। बाटो त तलबाट हो, भान्साहरू डराएर यताबाट लिएर आएको। पुरै भिड छ नि त, हामी पो डराइदिएन त। अब भान्सा सानै छ नि त, भान्सा बहिनी, त्यही भएर रोडबाट लिएर आएको हो गाइज। आजको मेरो केटाप त बबाल छ होइन। लुगा लागिरहेछ अनि खुकी पनि लागिरहेछ। त्यो पनि यस्तो कष्ट गरेर बोलिरहेको छु नि गाइज म। अब डेन्जर बोलिरहेको छु क्या मैले। त्यही भएर गाडीमा नि नबोलिकन मैले भिडियो बनाएको छ होइन। सो अब अटो त जान्थ्यो होइन ऊ त्यो घरबाट टाढा घुमेर। सो उताबाट धेरै टाढो भएर यताबाट आएको। हाम्रो बडी डकाने कान्छी बडीको जग्गा प्लस घरको त धुरी मात्रै छ होइन। यहाँनिर हो पहिला यता बारी हुँदी चाहिँ मस्त मेरो हिँडेको नि त। बाटो यो हो क्या गाइज, यस्तो छ क्या बाटो भित्र। अनि यहाँदेखि त तल त पुरै छङ्गै छ नि त, त्यहाँ पुरै छङ्गै छ। अनि त्यही भएर यताबाट रोड लिएर आएको। यो हो बडीहरूको, कान्छी बडीहरूको। अब जेठा बडी बारको चाहिँ थोरै अगाडि छ। अब सबै आएको बेलामा चाहिँ सबै मैले यो मोबाइल मार्फत सबै भनौँ न अब रेकर्ड गरेर चाहिँ मैले देखाउने छु ओल्टोटल जति सक्छु होइन। अब गर्दैछु, हेरौँ निरन्तर रूपले कोसिस जारी छ अगाडि बढ्नलाई। पहिले यहाँनिर केही थिएन यस्तो घारीहरू, अहिले हेर्न सक्नुहुन्छ पुरै जङ्गल, पुरै जङ्गल छ होइन। खरघारी अनि यो सेतो बनमारा घारी। नसकिने रहेछ डेन्जर भएको छ भने नि एकदमै झकास फिल भइरहेछ क्या। जानु चाहिँ कताबाट भयो? बाटो यहाँबाट छ, जानु भयो रोटी रोड। सो गाइज फाइनली हाम्रो घर देखिन आँटेको छ गाइज। हाम्रो घर पनि देखिसकेको छ गाइज है। वहाँ पारी छ हाम्रो घर। हाम्रो घर पनि यो चाहिँ जेठा बडी भएको जमिन हो। हाम्रो घर फाइनली देखियो गाइज है। हाम्रो घर म देखाउँदैछु, मैले आँखाले चाहिँ देखेँ प्लस क्यामेराले चाहिँ भ्याएको छैन होइन। त्यही पनि म देखाउँछु। कहाँ जानुभएको अरे? यहाँ चाहिँ जेठा बडी भएको हो। हाम्रो घर चाहिँ वहाँनिर छ, हेर्न सक्नुहुन्छ। यहाँ यो ठुलो रुखको छेउमा हो माथि। अब यत्रो घुमेर जानुपर्ने छ होइन, धेरै छ घुम्नलाई। अब यता नाति बाजे बफान हुँदैछ, पुरै यहाँदेखि भिड छ क्या मुनि। हजुर कटन ठुलै छ नि, पहिले नै ठुलै थियो, पहिलेदेखि नै ठुलै थियो नि। ल यहाँ आराम गर्नुपर्छ एकछिन। शीतल यहाँ त पहिरो लगेको छ होला। पनि उता बारीबाट झर्थ्यौँ, यतासम्म ल्याउँथ्यौँ।
यहाँ हामी पूजा गर्थ्यौँ। यस्तो भएछ अहिले त। अनि यो ढुङ्गादेखि उता चाहिँ हाम्रो बारी, यहाँदेखि पर धेरै परसम्म छ। यहाँदेखि चाहिँ सिधा यता चाहिँ हाम्रो बारी। फाइनली कटरको रुख। यो कटरको रुख कत्रो ठुलो छ होइन। सुन्तला पनि रहेछ होइन बोट त। यहाँदेखि चाहिँ टक्क यता चाहिँ खरसर काटेर बारी त चिडिक्कै रहेछ त हाम्रो त। अरू हेरी त ठिकै छ नि। अन्त हाम्रो अरूतिर हेरी त चढा चिडिक छ। हाम्रो चाहिँ कटरको हालत ठिकै रहेछ। मरेको रहेन रहेछ कटर चाहिँ। अमला गाएछ, अमला काण्डा हेर्नु गाएछ हाम्रो बारीमा अमला। यहाँनिर चाहिँ फुटबल ग्राउन्ड थिएछ क्या। यता नि पोस्ट छ, यता पनि पोस्ट। यस्तोमा फुटबल पाडेको मान्छे यस्तै हो भन्छु। घर चाहिँ यहाँ माथि हो। अब यताबाट घुमेर चाहिँ जाने हो। यताबाट घुमेर टक्कसँगले पहिले घाँसको बारी, यो बारीबाट मैले मभन्दा अग्लो यहाँबाट कटाउनु नसकेको। कटाउनु नसकेको क्या। सानो थियो मैले सुति जत्रो। यहाँनिर दामी त्यो कुलो घाँस थियो होइन। यत्रो अग्लो हुँदा नि त्यो नफुलेको। अनि टक्क त्यसलाई चाहिँ काटेर भारी लाउँदा त बोक्नै नसकेको क्या घाँस। भारी चाहिँ उठाउन सकेँ तर त्यहाँदेखि चाहिँ निकाल्न नसकेको क्या। फाइनली यस्तो गोठ मराउनु पर्छ है पाहाडतिर चाहिँ ढेँडोहरू हुने। ल हाम्रो साइल हजुरबा घर उहाँ माथि छ हो। त्यो साइल हजुरबाको यता हाम्रो सेतो देखिएको चाहिँ हाम्रो हो। बहुत चिसो छ, बहुत चिसो छ। हेर्नु उहाँबाट अघि उहाँ थियौँ हामी, त्यहाँबाट त्यहाँ आयौँ। त्यहाँ आएर पनि मैले यताको मजाले भिडियो देखाएँ होइन। अहिले यहाँबाट पनि मैले देखाएँ नि। उहाँबाट हामी चाहिँ फाइनली त्यो बाटोबाट चाहिँ यताको त्यो बाटो छ नि उहाँको बाटो हल्कादेखि चाहिँ सेतो छ नि त। त्यहाँबाट चाहिँ हामी गाडीमा आउँदाखेरि ठ्याक्कै यता आएर चाहिँ हामीले उत्रेको थियौँ। त्यहाँबाट हिँड्दै 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 आएर फाइनली यहाँ आइसक्यो होइन। आमामा बाँसघारी हरियो हुनुपर्ने पुरै पँयालो छ क्या गाइस। बाँसघारी नै पँयालो क्या। ओहो सुन्तलाको रुख भनेको त नि कटरको रुख रहेछ नि त। सुन्तला त मरेछ नि हौ। ओहो सुन्तला यो त भोक्सेर के अरे उयो रहेछ नि त कटर। हामीले रोपेको यो त कहाँ अहिलेको मभन्दा अग्लो अग्लो फल्छ यसमा त। यो बोटमा त बब्बाल फल्छ क्या कटर। पाखा बोक्सी पाखा, बोक्सी पाखा गाइज, बोक्सी पाखा। यस्तो छ गाइज। सामान चाहिँ मामाले धेरै माथि झार्नु भएको छ, फेरि लिनु जानुपर्ने। पहिले हामी खतरा कराउँथ्यौँ होइन। अहिले त अब के कराउने होइन र गाइज। यस्तो छ। यो जङ्गलको ठाउँमा पहिला हामी गाई गोरुलाई गोठाला चराउनु हिँड्थ्यौँ क्या। तर अहिले यस्तो भएको छ कि मायाकसम बहुत डेन्जर भएको छ क्या। यो ठाउँ पुरै हामीले गाई चराउँथ्यौँ क्या। 50-60वटा बाख्रा होइन, 12-15वटा गाई भैँसी के अरे गोरुहरू होइन पुरै हुन्थ्यो क्या। यहाँ पुरै एरिया चाहिँ तलदेखि चाहिँ पुरै माथिसम्म यो सबै चाहिँ हामीले चाहिँ गाई बस्तु चराउँथ्यौँ होइन। अहिले सिटिजन यो थियो यो चिप अहिले यस्तो भइरहेछ। यो बाँसघारी हाम्रो यो सब हाम्रो बाउले कुरा गर्नुहुन्थ्यो क्या मलाई हजुरबाले बबाल थियो। अब यस्तो भइरहेछ। उताबाट होइन उताबाट होइन न लगाइ अब एकैचोटि म घर पुगेको भिडियो देखाउने छु। एकैचोटि घरको एन्ट्री एकैचोटि घरको एन्ट्री मैले देखाउने छु है त गाइस।
उकालो लाग्नुहुँदैछ। अब एकैचोटि घरको एन्ट्री, घर नजिक आइसक्यौँ। हिँडेको यहाँ बगटे गाइस, बगटे पहिला यो थियो र पुरानो हुँदा त थिएन त म। आइपुग्यो घर, हमारा घर। यसो आए गाइस, देखिए यस्तो छ हाम्रो घर। गाउँ चाहिँ यस्तो छ होइन, मैले यही पनि देखाइसकेको छु हाम्रो घर। यता घर अब हामी चाहिँ जाँदैछौँ बेलबिहिबारतिर, मामलातिर। अब अहिलेदेखिको फुल आउँछ। अब म चाहिँ बिरामी छु, काम गर्न त्यति सकेको थिइनँ, त्यही भएर फुल भ्लग चाहिँ घर। लाग्यो ओ सुदीप, लाग्यो मामाला गाइस। हिपहप के भयो अरे, कहाँ पुगिसक्नु भयो? बाटो चाहिँ यस्तो डेन्जर छ क्या। भान्जालाई झोला पकाएर पुगिसक्नु हो। अनि पहिले यस्तो बाटोमा पानी बोकेको है गाइस। अब त तेर्सो छ खनिकन हामी आइएको थिएन। गइँदैछ, उहाँको कस्तो नजारा छ, भ्याक्का छ। आउँछ है त, के कस्तो छ। उहाँ पुगिसक्नु भयो। ओ माई गड, यस्तो डरलाग्दो ठाउँहरू छ हाम्रो गाउँमा चाहिँ होइन। यस्तो डरलाग्दो छ। यस्तोमा हुर्केको हामी अहिले यो बाटो हिँड्नु एकदम अचम्म लाग्छ क्या।